नमस्कार। आज हामी पाटन सहर मतलब ललितपुरको बारेमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, हामीसँग भएका स्रोतहरूले यसको इतिहास, संस्कृति अनि कलाका विभिन्न पक्षलाई समेटेका छन्। हो नि, हाम्रो उद्देश्य चाहिँ यी स्रोतहरू केलाएर पाटनको खास चिनारी र महत्त्व के हो भनेर खोतल्नु हो। एकदम। पाटनलाई त कलाको सहर पनि भन्छन् हैन? हो त। त्यसको जरा लिच्छविकालतिरै भए पनि मल्लकालमा त कला र वास्तुकलामा एकदमै उचाइमा पुग्यो नि यो सहर। हो, तर यो परिचय मात्रै भयो। अझ भित्र के छ त हेरौँ न। ल, सुरु गरौँ। सुरुमा त पाटन कहाँ पर्छ भन्ने कुरा गरौँ। काठमाडौँको दक्षिणतिर बागमती नदी पारी, हैन, ललितपुर जिल्लामा हो। अनि यसको मुटु नै भन्नुपर्छ पाटन दरबार क्षेत्र। यो त युनेस्को विश्व सम्पदा सूचीमा पनि छ। हो, त्यो युनेस्को सूचीको कुरा महत्त्वपूर्ण छ। किनभने त्यो सूचीमा पढ्नु भनेको पर्यटक आउने ठाउँ मात्रै होइन। होइन, त्यो त विश्वकै लागि महत्त्वपूर्ण सांस्कृतिक धरोहर हो भनेर चिनिनु हो, अनि त्यसलाई जोगाउने दायित्व पनि थपिन्छ, होइन र? एकदम सही। त्यो संरक्षणको पाटो निकै महत्त्वपूर्ण छ। अनि दरबार क्षेत्र पस्दा त मल्लकालीन दरबारहरू, मन्दिरहरू कस्तो भव्य लाग्छ। हो नि। जस्तो त्यो कृष्ण मन्दिर पुरै ढुङ्गाले मात्र बनेको। शिखर शैलीको नेपाली वास्तुकलामै कति विशेष छ त्यो। साँच्चै। अनि त्यो हिरण्यवर्ण महाविहार, जसलाई गोल्डन टेम्पल पनि भन्छन् नि। गोल्डन टेम्पल। त्यो त खालि सुनको छानाले मात्र होइन, जीवन्त बौद्ध विहारको केन्द्र पनि हो, होइन त? हो, त्यो त एकदमै जीवन्त ठाउँ हो। त्यहाँको कलात्मक घडत्व, मतलब थोरै ठाउँमा कति धेरै कला, असाधारण छ। हो नि। अनि त्यो कला खाली ढुङ्गा वा काठमा मात्रै सीमित छैन नि। छैन। पाटन त धातु मूर्तिकलाको लागि विश्वमै चिनिन्छ, खास गरी त्यो लस्ट व्याक्स प्रविधिबाट बनाइने मूर्तिहरू अनि रिपोसे आर्ट। ए हो र? हो, यहाँको निवास अनुदार्य, विशेष गरी शाक्य र वज्राचार्यहरूले त पुस्तौं पुस्तादेखि यो सीपलाई जोगाइराख्नु भएको छ। कस्तो महत्त्वपूर्ण कुरा। यो उहाँहरूको लागि खाली कला मात्रै होइन, जीवनशैली नै हो, पहिचानको अङ्ग हो। हो त। स्रोतहरूले पनि देखाउँछन् कि त्यो परम्परागत गुठी प्रणालीले यी सीपहरूलाई जोगाउन र नयाँ पुस्तामा सार्न ठूलो भूमिका खेलेको छ। त्यो गुठी प्रणालीको भूमिका त साँच्चै चाखलाग्दो रहेछ। कला र सीप त छँदैछ, तर पाटनको सांस्कृतिक जीवन पनि उत्तिकै जीवान्त छ नि है। एकदमै। स्रोतहरूमा रातो मच्छिन्द्रनाथको रथयात्राको त विशेष चर्चा छ। हो, त्यो त उपत्यकाकै सबैभन्दा लामो जात्रा हो नि। अनि यो खालि एउटा जात्रा मात्रै कहाँ हो र? यो त काठमाडौँ उपत्यकाको कृषि संस्कृति, सहकाल, पानी, यस्ता कति कुरासँग जोडिएको विश्वासको प्रतीक हो। हो त, महिनौसम्म चल्छ अनि समुदायलाई कसरी एकै ठाउँमा ल्याउँछ त्यो आफैमा अध्ययन गर्ने विषय हो। साँच्चै। अनि यहीँनिर पाटनको अर्को एउटा रमाइलो पक्ष आउँछ, परम्परा र आधुनिकता कसरी सँगसँगै हिँडिरहेको छ भन्ने। त्यो कसरी? एकातिर यस्ता जीवन्त परम्पराहरू छन्, रातो मच्छिन्द्रनाथ जात्रा जस्ता। अर्कोतिर आधुनिक कलेजहरू, पाटन अस्पताल जस्तो ठूलो र महत्त्वपूर्ण स्वास्थ्य केन्द्र। हो, पाटन अस्पताल त निकै महत्त्वपूर्ण छ। अनि झम्सीखेलतिर, पुल्चोकतिर हेर्नुभयो भने कति आधुनिक क्याफेहरू, रेस्टुरेन्टहरू, व्यापारिक केन्द्रहरू फस्टाइरहेका छन्। हो त, त्यो पनि देखिन्छ। तर यो सँगसँगै हिँडाउन सजिलो चाहिँ छैन होला, खै? त्यो त होला नि। पुराना बहालहरूभित्रै नयाँ पसलहरू खोल्दा वा ती साँगुरा गल्लीमा गाडीको चाप बढ्दा। हो, सम्पदा संरक्षण र आधुनिक जीवनयापन बीच सन्तुलन कसरी मिलाउने भन्ने चुनौती त छँदैछ। हो, त्यो सन्तुलनको कुरा नै मुख्य जस्तो लाग्यो मलाई त। त्यसो भए स्रोतहरूलाई समग्रमा हेर्दा के भन्न सकिएला भने पाटन खालि ऐतिहासिक वा कलात्मक सहर मात्रै होइन। यो त एउटा जीवन्त प्रयोगशाला जस्तो रहेछ, जहाँ परम्परागत मूल्य मान्यता र आधुनिक विकास बीच सधैँ एउटा संवाद, कहिलेकाहीँ अलिअलि सङ्घर्ष पनि चलिरहेको छ। एकदम। सायद यसको सफलता नै यही निरन्तरतामा छ कि? हो, र यही कुरा नै मनन गर्नुपर्ने जस्तो लाग्छ। हामीले हेरेका स्रोतहरूले पनि बाहिर देखिने सुन्दरता मात्रै होइन, भित्रको यो जटिलतालाई पनि सङ्केत गरेका छन्। हो त, पाटनले कसरी यति तीव्र शहरीकरण, भूकम्प जस्ता विपत्ति अनि विश्वव्यापीकरणको असरका बीचमा पनि आफ्नो मौलिक कला, संस्कृति र सामाजिक बनावटलाई जीवन्त राख्न सङ्घर्ष गरिरहेको छ र धेरै हदसम्म सफल पनि भएको छ, यो साँच्चै गहिरो अध्ययनको विषय हो। अनि यसबाट संसारका अरू ऐतिहासिक सहरहरू जो यस्तै परिवर्तनबाट गुज्रिरहेका छन्, उनीहरूले केही सिक्न सक्छन् कि?
यो प्रश्न चाहिँ साँच्चै विचार गर्न लायक छ।